अबको दिन अत्यन्तै कठिन हुँदैछ। अब मान्छेले चाहिँ पहिला हामी सुन्थ्यौँ नि तलवारले चक्कुले प्रहार गर्यो अरे भन्ने। अब यस्ता हुँदैन। अब सामाजिक सञ्जालमा चरित्र हरण गरेर चाहिँ प्रहार हुन्छन्। जसले चाहिँ एउटा वर्षौँदेखि मेहनत गरेर एउटा छवि जो बनाएको हुन्छ त्यसमाथि चाहिँ ठुलो एउटा प्रश्न चिन्ह खडा गरिदिँदैछन्, यो समाजलाई भ्रमित बनाइदिँदैछन् हैन। यसको लागि चाहिँ म नेपाल सरकारसँग चाहिँ एउटा नितान्त एउटा यस देशको नागरिक भएको हैसियतले पनि के भन्न चाहन्छु भने एउटा यस्तो प्रकारको कानुन बनियोस् जसले चाहिँ कसैको चरित्र हत्या गर्न नसकोस् कि चरित्र हत्या एउटा मान्छेलाई मारे भन्दा पनि बडो डरलाग्दो कुरा हुँदो रहेछ। बुझ्नु पनि मान्छेको मृत्यु भयो भने त बरु मरिहाल्छ, उसलाई जलाइदिन्छन् सिद्धिँदो रहेछ। तर उसले त यो समाजमा बाँच्नु छ नि त, फेरि यो समाजमा चल्नु छ नि त। र उस भन्दा पनि त्यो व्यक्तिले त आफूलाई सम्हाल्न सक्ला रे, तर ऊभन्दा पछाडि एउटा संस्था पनि छ, हजारौँ बालबालिकाको अनुहार छ, हजारौँ महिलाहरू छन्, कति दुखी पीडितहरू छन् र उसको परिवार पनि त छ। ती म जस्ता त अरू पनि त छन् नि। म एउटा विधामा छु होला, तर म जस्ता अन्य विधामा भएका विशिष्ट व्यक्तित्वहरूलाई भोलि यस्तै प्रहार पर्दा के अवस्था आउँछ? सबै मान्छे सम्हालिन्छन् भन्ने छैन नि त, हो कि होइन? एकजनाको माताले पनि विष सेवन गरेको पनि मैले देखिरहेको थिएँ। उहाँले कति कठिन अवस्था भयो होला त। चरित्र हत्या नगरौँ न कसैको पनि भन्ने लाग्छ होला उहाँमा पनि। म सबैलाई एकदमै सही सत्य म भन्न सक्दिनँ को कस्तो छ भन्ने कुरा, तर त्यहाँसम्म पुर्याउनलाई त कसैले केही त पक्कै गर्यो होला नि त। त्यसको चाहिँ कसले छिनोफानो गर्छ त? यो त कति ठुलो प्रश्न चिन्ह छ। त्यो आज एउटा व्यक्तिलाई जो परिरहेछ, आज राधिका दासीलाई परेर कोही हाँस्दैछ खुसी हुँदैछ भने भोलि उसलाई नपर्ला भन्न सकिँदैन नि। त्यो त उसलाई पनि भोलिको दिनमा आउँछ नि प्रश्न चिन्ह त। आज एउटा कसैले उठायो होला, भोलि दोस्रो व्यक्ति उठ्छ त्यसै गरिकन। तर त्यही भएर चाहिँ यस्ता भ्रामक कुराहरूलाई चाहिँ बिना प्रमाण बिना आधार बाहिर बजारमा ल्याउनु चाहिँ एकदमै गलत हो।